के कलियुगमा नाम जपले मात्रै मुक्ति मिल्छ? यो प्रश्न धेरैको मनमा हुन्छ। के साँच्चै केवल भगवानको नाम स्मरण गरेर मात्र मुक्ति मिल्छ? शास्त्र र ऋषिमुनिहरूको उत्तर छ, हो, कलियुगमा भगवानको नाम नै सबैभन्दा ठुलो आधार हो। सत्य युगमा मानिसहरूले हजारौं वर्ष कठोर तपस्या गरेर सिद्धि प्राप्त गर्थे। त्रेतायुगमा ठुलो ठुलो यज्ञ गरेर देवताको कृपा लिने परम्परा थियो। द्वापर युगमा मन्दिर, पूजा अर्चना, विधिवत भक्ति मुख्य बाटो थियो। तर कलियुगमा मानिस दुर्बल छ, जीवन छोटो छ, ध्यान केन्द्रित गर्न सक्ने शक्ति कम छ। त्यसैले भगवान स्वयंले भन्नुभएको छ, कलियुगमा मेरो नाम मात्र स्मरण गरे पुग्छ। भगवानको नाम साधारण शब्द होइन, त्यो स्वयं भगवानको शक्ति हो। भगवानको नाम जप गर्दा उहाँको शक्ति हृदयमा प्रवेश गर्छ। नामले जपले मन शान्त बनाउँछ, चित्त पवित्र गर्छ, पाप क्षय हुन्छ र भगवानको नजिक पुर्याउँछ। आजको जीवनमा न तपस्या गर्न सजिलो छ, न ठुलो दान दिन, तर नाम स्मरण त हिँड्दा, काम गर्दा, सुत्नु अघि, बिहान उठ्दा सबै बेला गर्न सकिन्छ। सानो काम देखाएर ठुलो फल दिनु भगवानको कृपा हो। कलियुगमा भगवान टाढा होइनन्, उहाँ त केवल नाममै बस्नुहुन्छ। जसको जिब्रोमा भगवानको नाम छ, उसको जीवन आफै शुद्ध हुन्छ।